फ्लाइङ बर्डको पिरो अचार दिनुभएको छ है। थ्याङ्क यू सो मच। दामी दामी। तिमीलाई धन्यवाद भन्छस् कि म भन्दिनँ? के आयो यहाँनिर हो? फेरि के आयो? भिडियो नबनाइ पाउँदैन, आएन भने हामी त टाढोबाट आएर यस्तो लाँदैछु। त्यही त। कस्तो राम्रो खै। प्यार बिना चैन कहाँ रे, सोना नहीं खै सोना नहीं चांदी नहीं यार तो मिला अरे प्यार कर ले। कस्तो डरलाग्दो त टेबल झन्डै फुटाइदियो। मलाई याद थिएन है। हेर्नु कामेको साथीहरू यहाँनिर जुगातिर छ। ए तर कस्तो राम्रो भयो हौ यसलाई है। तँलाई राम्रो भयो है। राम्रो भयो। लिच थेरापी गर्छ नि मान्छेले। कति टेबलमा यस्तो गरेर मार्छु कि के हो के हो। दुखेको होइन चिलाएको तँलाई चिलाउँदै थियो। म त चिनाउँदा आज फेरि कहाँ जानु पाउँछ ब्लड पनि डिस्कसन। ठिकै छ लिच दे लिच थेरापी। टोकाउँछ मान्छेले पैसा तिरी उता घाँसतिर आयो होला। सबैजना आफ्नो आफ्नो भिडियो बनाउने हो। के रे हाम्रो चाहिँ आजको बिहान चाहिँ यस्तो भइरहेछ। फोटो सेसनहरू हुँदैछ पुरा। के भन्नुभयो त गेस्ट यता होस्ट हामी क्लाइन्ट हजुर तपाईँ जानुहोस् लिनु आउनुहोस्। होइन ऊ खोलिसक्यो आइज आइज जबरजस्ती के हो यस्तो हाम्रो भोटेको बस्ती जबरजस्ती यतै राख्नु आइज। थोरै देखिए सीसीटीवी कैमरा इन्फर्मेसन। अब चाहिँ साथीहरू हामी म्यामलाई भेट्नु जाँदैछौँ। ओइ ओइ झन्डै लड्यो लिफ्ट बन्द भएर। थिचेको छैन रहेछ यत्रो बेर बसिरहेको रहेछ। लिफ्टमा बसेर बात गरिरहेको छ हो। थिचेको छैन रहेछ। नहल्लिउँ बेसी अड्क्यो हुन्छ अहिले। खानुको यस्तो साह्रो हतार हुन्छ। अब मेरो भ्युवर्सहरूलाई यादै छ है खाना भनेपछि म कमजोर छु भनेर है। अन्त त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ माम फ्राइड राइस बनाइ मागेर चाहिँ मैले त खानु थालिहालेछु भिडियो बनाउनुभन्दा अगाडि नै है। अन्त यिनीहरू दुईजनाले चाहिँ ब्रेड बटर जाम रहेछ यिनीहरूको चाहिँ। त्यहाँदेखि यो चाहिँ हामीलाई यो भर्खर टिपेर ल्याइदिएछ बारीबाट हो। अन्त यस्तो छ यो चाहिँ ढिलो भएको हामीलाई खानुको हतारले गर्दा चाहिँ भिडियो ढिलो भयो है। तर पनि देखाउन त पनि पायो भनेर चाहिँ भनेको। अब चाहिँ साथीहरू हामी हिँड्नु आँटेको। अन्त यहाँ चाहिँ अब यहाँको अनरको टर्न आयो। अब चाहिँ हामी हिँड्नु आँटेको भाग्यो। अब चाहिँ साथीहरू हामी यहाँ फ्लाइङ बर्डबाट चाहिँ फर्किन आँटेको छौँ हो। यहाँ चाहिँ फ्लाइङ बर्डको अनरले चाहिँ अन्त उहाँकोबाट के दिनुहुँदैछ? टोकन अफ एप्रिसिएसन लभ पिरो अचार। पिरो अचार फ्लाइङ बर्डको चाहिँ फ्लाइङ बर्डको पिरो अचार दिनुभएको छ है। थ्याङ्क यू सो मच हजुरलाई। कति रुच्छ नि खाना नि? तिमीलाई धन्यवाद भन्छस् कि म भन्दिनँ? ओके लु चाखेर भन्नु पनि पर्यो। तँ पनि चाखेर भनिदे। चिकन नि कस्तो रहेछ? एकछिन सोच्दैछ। मेरो मुखभरि पानी आइसक्यो। दामी मसलाहरू पनि मजा लाग्छ। कोही चाहिँ ओभर ओइली हुन्छ नि त्यस्तो छैन छ दामी हो। सल्टहरू त्यहाँदेखि त्यो मासुको भित्रभित्र चाहिँ मसलाहरू पनि दामी लागेछ। ओके लु सुन्नुभयो होला साथीहरू यहाँनिर के भन्छ सबैजना भिजिट गर्नुहोस् है। इट्स अ ब्युटिफुल प्लेस। हामी साइलेन्ट गरेर अचार मात्रै यु क्यान ह्याभ योर ओन टाइम क्यो। कहाँबाट आउनु भएको हजुर कहाँबाट आउनु भएको त्यो पनि भनिदिनुहोस् न। हामी भुटानबाट एन्ड इन्भाइरोमेन्ट पनि भुटान जस्तै छ यस्तै छ है। एन्ड वी लभ दिस प्लेस विल भिजिट अगेन कम ब्याक अगेन। ओके थ्याङ्क यू थ्याङ्क यू फ्लाइङ बर्ड। लिकाले निर लाग्यो लिकाले हो
लु अब चाहिँ हामी हिँड्नु आँटेको छौँ साथीहरू यहाँबाट हो अब साँच्ची नै हिँड्नु आँटेको हो घरिघरि भनेको छु है हिँडेको छैन तर अब चाहिँ साँच्चीकै हिँडेको हामी के आयो यहाँनिर हो फेरि के आयो भिडियो नबनाइ पाउँदैन आएन भने हामी त टाढोबाट आएर यी यस्तो लाँदैछु त्यही त के पायो चाना हो मेरो यता साइडमा हाल्दा हुन्छ लु मैले चाहिँ किनेमा पाएँ किनेमा त कस्तो राम्रो खै ला मेरो नजर लागिहाल्यो यस्तो हुन्छ नजर यसको नजर लाग्यो के छैन म किनेर लान्छु नि भरे पिरो पनि यो चाना पनि यहीँ बनाएको रहेछ यहीँ बनाएको चाना रहेछ फुल चोरेको राम्रो अरे नि ओइ चोर नभनेको थिएँ यहाँनिर मालिकहरूकै छेउमा के हुन्छ नि चोर्दै ओइ चोर यहाँ हाल्छ हेर्नु नि हुँदैन हौ के पनि लु साथीहरू हामी हिँड्यौँ हो अहिलेसम्मको लागि चाहिँ हाम्रो यति नै थियो है अब आजको दिनभरि चाहिँ हामी के गर्छौँ कहाँ जान्छौँ तपाईँहरूलाई त्यो पनि अवश्य नै देखाउनेछौँ है Watch it later.